आज हामी एलसिडी कन्फिगरेसन गर्छौं अर्डिनो युज गरेर। सबभन्दा सुरुमा हामीले एउटा अर्डिनो लिन्छौं। त्यहाँदेखि हामीले एउटा एलसिडी लिन्छौं। यो I2C भनेर लिन्छौं। यसको कनेक्सन धेरै सिम्पल छ। पहिले सुरुमा हामीले ग्राउन्ड कनेक्सन गर्छौं। त्यहाँदेखि VCC 5 भोल्ट हामीले पठाउँछौं। यदि गरिसकेपछि हामीले सिग्नलहरु STA भनेर पठाउँछौं। अर्को भनेर हामीले एउटा SCL भनेर एनालग सिग्नल पठाउँछौं। यति गरिसकेपछि धेरै बेसी सिम्पल छ। हामीले टेक्स्टमा जान्छौं। यसको लागि चाहिँ हामीले यहाँ चाहिँ यो 32 बिट 0x20 भन्ने हुन्छ है। हामीले 32 बिटको लिएको छौं। अनि यसमा चाहिँ हामीले टाइपमा चाहिँ एलसिडी को टाइपमा चाहिँ PCF भन्ने बेस लिन्छौं। यो कन्फिगरेसन चाहिँ याद गर्नु होला है एलसिडी को I2C मा चाहिँ। अनि यहाँ चाहिँ हामीले लिक्विड क्रिस्टल को लिएको हुन्छौं आईसी, जुन चाहिँ हामीले यो एलसिडी को लिएको छौं। अनि लिक्विड क्रिस्टल को चाहिँ एलसिडी 1 मा चाहिँ हामीले यो 0x20 जुन हेक्जा छ यो 32 बिट को हो नि त। यहाँ पुरानो टाइपको मा चाहिँ 32 लेख्दा हुन्थ्यो। यहाँ हामीले सिधै 32 लेखिदिँदा हुन्थ्यो, तर अहिले चाहिँ यो अपडेटेड भएको छ है। अनि इनिशियली हामीले एलसिडी लाई इनिशियलाइज गर्दाखेरि 00 मा भएको हुन्छ। अनि कर्सर अहिले हाम्रो इनिशियली 0 छ, ब्याक लाइट नल छ, डिस्प्ले नल छ। यति सेटअप गरिसकेपछि लुपमा चाहिँ हामीले सेट कर्सर गर्नुपर्ने हुन्छ इनिशियली 00। अनि त्यो 00 मा चाहिँ हामीले के डिस्प्ले गराउने त, के टाइप गरेर प्रिन्ट गरेर डिस्प्ले गराइदिने अनि डिले गरिदिने 2000 मिलिसेकेन्ड। अनि फेरि हामीले कर्सर बढाउनु पर्ने हुन्छ 01 मा। अनि फेरि अर्को डिस्प्ले आउँछ 2000 मिलिसेकेन्ड डिलेमा। एकचोटी ट्राई गरौँ। कनेक्सन भयो। डिस्प्ले एलसिडी 1 भनेर आयो, डिस्प्ले एलसिडी 2 भनेर आयो है। थ्यांक यू।